हेलो गाइस नमस्ते तपाईलाई स्वागत छ अनि मेरो यो छोटो ब्लगमा है। अनि आज चाहिँ म मनरीको यो के पार्क कि पिस पार्कमा छु। हामी चाहिँ चारजना आएको साथीहरू उता पछाडि छ। अनि जे होस् राम्रो लाग्यो। म चाहिँ फर्स्टचोटि आएको हो तर यो बनेको चाहिँ धेरै भइसकेको रहेछ। अनि यहाँनिर चाहिँ आमाको घर भन्ने पनि छ रहेछ यहाँनिर चाहिँ। त्यसमा चाहिँ के को लागि युज भएको आई डोन्ट नो होइन, त्यसको बुझ्नै गाह्रो छ। जे होस् बस्नको लागि यसो घुमफिर गर्नको लागि चाहिँ एकदमै राम्रो ठाउँ रहेछ। यदि तपाईँहरू पनि कुनै बेला भिजिट गर्न सक्नुहुन्छ यहाँनिर। अनि यहाँनिर चाहिँ एकदमै राम्रो व्यवस्था र विकास पनि भएको कुराहरू चाहिँ हामी यहाँ पाउँदछौँ है। यहाँनिर यस्तो यस्तोहरू पनि रहेछ। जे होस् राम्रो छ, जे होस् राम्रो छ, एकदमै धेरै राम्रो छ। हाम्रो दोस्तीहरू यता छ। फेरि सालघारी हो, डेन्जर सालघारी छ। केटाहरू पुरा उतानिर होइन। अनि त्यहाँनिर आएको र यदि तपाईँले मेरो यो क्रिस्चियन सबिन अफिसियललाई चाहिँ सब्सक्राइब गर्नुभएको छैन भने चाहिँ तपाईँहरूले सब्सक्राइब गर्न सक्नुहुन्छ। अनि म चाहिँ खासमा मैले चाहिँ पहिला धेरै भ्लगहरू बनाउने गर्थेँ। त्यस्तो फेरि भ्लग बनाउने भनेर त्यस्तो अब पुरै भाइरल चर्चित पनि होइन, जस्ट अलिअलि बनाउने गर्थेँ। अनि मैले चाहिँ धेरै भयो त्यो बिचमा चाहिँ भ्लगहरू नगरेको। अनि म चाहिँ केही कामहरूको कारणले गर्दाखेरि, व्यस्तताको कारणले गर्दाखेरि भ्लग नगरेको। अनि मैले चाहिँ अब केही दिनपछि अथवा केही समयपछि म फेरि सुरु गर्नेछु होइन। अनि आज चाहिँ मैले यो चाहिँ तपाईँहरूलाई देखाउन गइरहेको छु। यो चाहिँ मनरीमा रहेको, मनरी बजार सिम्पानीमा रहेको यो पिस पार्क हो। म चाहिँ यहाँ आएको थिएँ आज सबैजना मिलेर साथीहरूसँग। तर पानीले पनि धेरै भिजायो होइन, पानीले भिजायो, सुकिसकेको छ। हामी चाहिँ बाइकमा आएको थियौँ, चितवनबाट आएको है हामी चाहिँ। मेरो घर चाहिँ भण्डारा अनि राप्ती 7मा पर्छ, राप्ती नगरपालिकामा पर्छ। म चाहिँ यहाँको फर्स्टचोटि हो। अनि मैले चाहिँ अरूले भिडियो खिचेको चाहिँ धेरै देखेको थिएँ, तर म यहाँ आइपुगेको थिएन गाइस होइन। फाइनली जे होस् राम्रो लाग्यो मलाई चाहिँ, एकदमै राम्रो लाग्यो। अनि त्यसपछि तपाईँहरू पनि भिजिट गर्न सक्नुहुन्छ यो मनरी गाउँपालिकाको पिस पार्कमा। तपाईँहरू पनि आउन सक्नुहुन्छ एकचोटि। म तपाईँहरूलाई यो हल्का देखाउने प्रयास गर्दैछु। अनि यहाँ चाहिँ एकदमै बवाल लाग्यो मलाई चाहिँ है, राम्रो छ। अझ केही फुलहरू चाहिँ यहाँनिर फुलेर पनि झरिसकेको रहेछ। अझ यो फुलहरू सबै फुलेको टाइममा चाहिँ भएको भए झन् बवाल देखिन्थ्यो होइन, एकदमै बवाल देखिन्थ्यो। कुनै फुलहरू चाहिँ एकदमै फुल्दैछ, कुनै फुलहरू चाहिँ एकदमै यस्तो राम्रो तरिकाले फुल्दैछ होइन। अनि मेरो साथीहरू चाहिँ यहाँनिर छ, क्रिस्चियन सबिन अफिसियल मेरो साथीभाइहरू चाहिँ है यहाँनिर रहेको छ भने यहाँनिर चाहिँ फेरि यस्तो ठाउँहरू रहेको छ गाइस। एकदम भिडियोहरू बनाउनलाई, सुट गर्नको लागि, कुनै तपाईँहरू यसो गीतहरू भिडियोहरू सुट गर्नको लागि चाहिँ एकदमै बवाल ठाउँ रहेको छ। अनि फाइनली मेरो चाहिँ यो फर्स्टचोटि हो गाइस होइन। अनि जे होस् बवाल लाग्यो, फर्स्टचोटि भए पनि एकदम राम्रो लाग्यो। ल अब हामी यहाँ निस्किन्छौँ गाइस। फाइनली यो भिडियोलाई यहीँनिर राख्न चाहन्छु। सबैलाई जय मसी एन्ड नमस्ते।